यतिकै भन्नु भने के खानु भएको दिदी ओ माइको कस्तो बबाल मासु नि दिदीहरू हुनुहुने रहेछ हौ खतरा खतरा दिदीहरू चा खानु भएको दिदी ए बियर खानु भएको रहेछ चिया चाहिँ छेत्री भएर सुँगुरको मासु खाइरहेको यस्तो बोल्दै बनाइछ टिकटक हेर्नुहोस् साथीहरू कस्तो यहाँ चाहिँ चिया यस्तो बबाल छ है वाउ होइन भयो ल दिदीहरू हुनुहुने रहेछ हौ खतरा खतरा दिदीहरू चा खानु भएको दिदी ए बियर खानु भएको रहेछ चिया गाई त्यो केटाहरू भएको ठाउँमा जाउँ है गाई हेर्नु होला कस्तो हुन्छ हेलो गाई अहिले चाहिँ यस्तो गाह्रो भएर पानी गाह्रो पनि खाजा खाइन्छ सर गाई हाम्रो दाइलाई चाहिँ के कस्तो छ पसिने हाम्रो दाइ ठिक छ नि बबाल हेर्नुहोस् है गाई हाम्रो साथीले चाहिँ टेक्नोलोजी झारा बनाइरहेछ वाउ पिकनिक खानु आएको पानी हो अभावले हेर्नुहोस् त साथीहरू हेर्नुहोस् गाई त्यहाँ चाहिँ हाम्रो मोटे भाइ छ मोटे भाइ हाम्रो दिदी हुनुहुन्छ तर एकदम दिदी यसो केही भनिदिनु न यतिकै भन्नु भने के खानु भएको दिदी ओ माइको कस्तो बबाल मासु नि मलाई नि दिन्छ मलाई नि आकाश दादा तिमीले मासु खाएको हामी यहाँ बहिनी पनि हुनुहुन्छ बहिनीको नाम चाहिँ के हो बहिनी आरेना वा कस्तो बबाल नाम है साथीहरू अन्त हामी चाहिँ तपाईँको नि कसको आरेना नाम छ कमेन्ट अनि गरिदिनु होला रेस हेलो गाइस हामी चाहिँ यत्रो भाडाको खाइसक्यौँ हामी दुईजनाले होइन अरू सबैले अनि हामी चाहिँ फर्किन आँटेको होइन ल गाइस यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब अनि ल बाई बाई गाइस जय नेपाल